हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ एकदम चिसो बढिरहेको छ। यता चाहिँ भान्जा रेडी हुनुहुन्छ। दाउरा होइन, हामी उता चाहिँ सिमेन्ट केरा लिन जाने, प्लस कागती पनि छ अरे हल्का फुल्का। कागती पनि टिपेर ल्याउने। यहाँ रेडी भइसकेको छ सबै सामानहरू। आँसी देखाइदिन्छ भान्जा। आँसी रेडी भइसकेको छ। आँसी फेरि खतरा छ होइन। अनि यता साथी होइन कि भिडियो बनाइरहेको छु। अनि यहाँ बरियो चाहिँ रेडी भइसकेको छ। अब मम्मी चाहिँ यहाँ बरियो लगाइदिनुहुन्छ, टक्क रेडी बनाइदिन्छ। अनि यता बिरालोले पनि हेरिरह फेरि गाइज, बिरालो लिएर अब हामी यहाँबाट निस्किन्छौँ। हामी जाने बाटो चाहिँ यताबाट छ, अनि तलतिर बाटो पनि छ। अब दुईटा बाटो कुन बाटोबाट जाने हो भन्ने हो। अब हिँड्दै यहाँ हाम्रो कान्छुवा घर नजिक आइसकेका छौँ। कान्छुवा घरमा भाँडा माझ्दै रहेछन्, हिजो बेलुकादेखिको भाँडा रहेछ। हामीसँग माझै भाँडा खाइदियो। अनि भान्जा अगाडि म त पछाडि छु। यो चाहिँ हाम्रो माइलबुवाको घर। अनि यहाँ माइलबुवा गाई गोरुहरू होइन, छिरेन ल यही बरियो लाम भयो। अहिले चाहिँ अब ढोको रेडी बनाउनु भयो। 1 घन्टापछि ट्याक्कै रेडी गर्नु भएको छ। अनि यहाँ तल चाहिँ भाँडा माझिरहन्, त्यही भएर भाँडा माझ्न दिउँ अनि मात्रै जाम भन्ने कुरो छ होइन। अनि यतातिर अर्को चिमेट जानु लाग्यो। जानु पर्न किन, केरा लिनु पर्यो माघमा खाने। अनि जाम जानु नि हजुर। हजुर र म जाउँ कि कान्छीमा हजुर र म जाउँ के। दिउँसो कहाँ कि, अब अहिले दिउँसो दाउरा जानु भन्नुहुन्छ मम्मी। त्यसो भए दिउँसो दाउरा जाउँ ल हजुर र म। हजुर दाउरा देखाउनु, म काटिदिन्छु हजुरलाई। हो आफ्नो केरा ल्याउनु घाम उहाँले आफ्नो केरा ल्याइदिने भन्नुभएको छ। तर के भने हाम्रो केराले डोको भरिन्छ होइन। सबै फोटोसोटो क्रिस्टीकोमा हालिदिएछु है मैले, त्यहीँबाट लिनु। घाम लाग्यो दाउरा जाने भन्नुहुन्छ होइन। ल हामी गयौँ। ल रेडी भइसकेको छ हाम्रो डोको होइन। लास्ट चिसो छ है। हिँड्नु सिनेमेटिक सर्टहरू हो कि भनेको। झर्न अब डाँडा आएको लागि फेरि कहाँबाट आउनुभयो? ए के ल्याएर आउनुभयो त्यो? धान कहाँ कसले दियो? जेठागर। ए अनि बिहान भन्नु पर्थ्यो त, अनि सँगै जान्थ्यौँ। ए आइसक्यो। ए आएनन्, आज आउनु छ होला। ल अहिले चाहिँ हामी आइसकेको छौँ। यो कुन ठाउँ अरे भान्जा? यो चाहिँ खतरनाक पुल छ होइन। खतरनाक। पहिला बर्खातिर चाहिँ जोसी पुल भन्दा पनि माथि चाहिँ पानी आउँछ कि गाइस। यो चाहिँ बजेट परेर बनाएको पुल हो होइन एकदम। अब यसको अगाडि चाहिँ स्कुल छ।
स्कुलमा चाहिँ नानी बाबुहरूलाई स्कुल जाँदाखेरि सजिलो होस् भनेर त्यो पुल चाहिँ सानै भए पनि निर्माण गरिएको पुल हो। यहाँ अब स्कुलबाट चाहिँ देखिन्छ हामी जाने डेस्टिनेसन होइन। भवाल छ अब यहाँदेखि चाहिँ दामी दामी भ्यूहरू देखिन्छ, तपाईँ इन्जोय गर्नुहोस्। हाम्रो यो जनप्रिय प्राथमिक विद्यालय भगवतीमाई गाउँपालिका 5 मलुगा 5 थियो यो चारुला लेख्या थियो चारुला लेख्या मलुगा दैलेख 2000 हामी चाहिँ अहिले त्यही जाँदैछौँ नि गाइस। त्यो घरमा हेर्नु, त्यो घरमा जाँदैछौँ हेर्नुहोस्। अब हामी जान्छौँ गएर त्यहाँ हामी चाहिँ हिजो आएको बाटो कुद्नु अरे गाइस। के गाइस गाइस भन्नु बारी हो त्यो पुरानो पुल ताउराउने थियो बारी हो नि कुरा कहाँ हो नि गरेर हामी जाने त्यही पारीको बाटो जाने कि जाने अहिले गइज्यो। अगाडिको चाहिँ कुन खोला हो रे? कुन खोला हो भन्नु न? भेरे खोला गाइस, भेरे खोला। अहिले चाहिँ त्यो खोला चाहिँ आएको छैन, र पछि चाहिँ बर्खामा चाहिँ ठुलै खोला आउने गर्छ। डल्लु भएन नि होला भन्नु होला। जो पहिला पहिला चाहिँ यो ठाउँमा चाहिँ अलिक सानो बाटो हुने गर्थ्यो, अहिले चाहिँ जे होस् बाटो चाहिँ बनाउनु भएको रहेछ रोजगारीको टिमहरूले। अहिले चाहिँ जे होस् अलिक फराकिलो बाटो भएको छ पहिलाको भन्दा, पहिलाको हेरेर। तपाईँहरूले मेरो पहिलाको भिडियोमा गएर पनि हेर्न सक्नुहुन्छ। त्यो भिडियोमा चाहिँ यो बाटो सानो देख्नुहुन्छ, तर अहिले चाहिँ जो ठुलो बाटो बनाएको छ, जो यो पाखाहरूलाई खनेर जस एकदम आकर्षण बाटो बनाएको छ अहिले चाहिँ। पहिला अनि यहाँ यो बिचमा चाहिँ कति अप्ठ्यारो थियो, अनि अहिले चाहिँ जे होस् यहाँ चाहिँ जे होस् खोलेर अहिले गयो होइन। त्यो चाहिँ एकदम यहाँ यो ठाउँबाट मान्छेहरू चाहिँ यसो मान्छेहरू चाहिँ लोट्ने पनि गर्नुभएको थियो। अहिले त्यो कुराहरूलाई मध्यनजर गरेर चाहिँ बाटोको जो राम्रो निर्माण भएको रहेछ, त्यो कुरा चाहिँ एकदम राम्रो लाग्यो। पहिला यो बाटो चाहिँ एकदम सानो थियो, हुन त अहिले पनि अब डेन्जर छैन भन्नु त होइन, डेन्जर त छ नि। आफूले आफ्नो केयर आफैले गरेर हिँड्नु पऱ्यो। सो त्यही हुन्छ, यो बाटो चाहिँ एकदम भएको छ। हो गाह्रो छ गाह्रो। अब के भयो खै थाहा छैन मलाई, हामीले ल्यायौँ पहिला। देखिन्छ यहाँबाट तलतिर कसरी देखिन्छ। गाह्रो त गाह्रो नै छ बाटो, भारी ल्याएर आउँदाखेरि एकदम गाह्रो हुन्छ। आफ्नो केयर आफैले गरेर हिँड्नुपर्छ होइन। यो यहाँबाट अगाडिको बाटो चाहिँ एकदम राम्रो बनाउनु भएको छ। सिनेमेटिक सर्ट ल हिँड्नु अगाडि। अहिले चाहिँ त्यो चिसोमा पानी नआएर चाहिँ त्यस्तो केही पनि देखेको छैन, तर पछि चाहिँ पानी आइसकेपछि चाहिँ त्यहाँ चाहिँ झर्ना चाहिँ एकदम खतरनाक देखिन्छ होइन। तर अहिले चाहिँ पानी नआएर त्यस्तो केही पनि देखेको छैन, तर पछि चाहिँ बवाल देखिन्छ साउनतिर। साउन जस बर्खातिर भनौँ न एकदम बवाल देखिन्छ। अहिले चाहिँ त्यस्तो केही देखिरहेको छैन। सो अब हामी फेरि अगाडि जान्छौँ, जाऊँ न। अगाडि चाहिँ जस त्यहाँ एकजना हाम्रो गाउँकै दिजु चाहिँ घाँस काट्नै हुँदो रहेछ पाखामा, अनि भान्जा चाहिँ अगाडि अगाडि हिँडिराख्नु भएको छ, म चाहिँ पछाडि पछाडि हिँडिरहेको छु। जस बाटोतिर हजुरहरूले हेर्नुभयो भने यस्तो फुलहरू भेटाउन सक्नुहुन्छ होइन। यस्तो फुलहरू
यो फुलहरू भेटाउन चाहन्छ जस मलाई चाहिँ एकदम राम्रो लाग्छ कि यो फुलहरू है र भगवान राम्रो लाग्छ यो फुल चाहिँ मलाई अनि यहाँ कति धेरै छ क्या त्यस्तो फुलहरू चाहिँ यो हेर न सेतो न सेतो छ नि फुल चाहिँ जस दामी देखिन्छ क्या फुलहरू फुलहरू चाहिँ एकदम राम्रो छ होइन गरे दिजो के गर्नु लाग्छ हो र घरतिर जानु न कतिखेर जाम हिँड्नु हो र ए भेना कहाँ हुन्छ त थिएन हामी त उ लग्न आयो केरा लग्न आयो पुर्याएको केरा चिन्नु परेन जाम हिँड्नु त थाहा पाउनु न क्या पुर्याएको नपुर्याएको कस्तो हुन्छ भन्नु न तल भाउजू होइसिन्छ है हाम्रो भाउजूलाई सोध्नु पर्ला ल ल जाम यो ठाउँको नाम चाहिँ डाँडा भन्छ यो ठाउँलाई चाहिँ अनि यता यो देखिरहेको चाहिँ तिमिलकाटे भन्छ होइन पहिला चाहिँ हामी लगभग 9-10 भन्दा त्यस्तै भनौँ न 9-10 वर्ष पहिला चाहिँ हाम्रो यहाँ हल्का तलतिर चाहिँ गोठ छ त्यो गोठमा चाहिँ हाम्रो गाई गोरु हुने गर्थ्यो राइट नाउ अहिले चाहिँ हाम्रो गाई गोरुहरू केही पनि छैन त्यो टाइममा चाहिँ हामीले गाई गोरुहरू चाहिँ फुकाएर सर यो बाटोबाट जुन यहाँ अगाडि बाटो छ अहिले चाहिँ यो जब हामीले यो छोड्यौँ त्यसपछि चाहिँ यहाँ माओवादी खडहरू उम्रेर त्यस्तो बाटो देखिएको छैन त्यो टाइममा चाहिँ हामीले गाई गोरुहरू चाहिँ त्यो पारी तिमिलकाटे भन्ने ठाउँमा चाहिँ हामीले चराउनु लिने गर्थ्यौँ टाइममा सबैतिर हाम्रो कान्छो आमाइल सबैको थियो गाई गोरुहरू चराउने गर्थ्यौँ अनि यहाँ चाहिँ पानी ट्याङ्की पनि रहेको छ अनि हामी यो बाटै तल जान्छौँ त्यहाँ गोठ छ गोठभन्दा तल चाहिँ हाम्रो केराहरू छ अनि त्यहाँबाट हामी आफ्नो केराहरू कलेक्ट गरेर अनि फर्किन्छौँ तिर देखिरहेको चाहिँ हाम्रो दाइ गोरुको गोठ भयो त्योभन्दा तलतिर चाहिँ हाम्रो गोठ छ अनि यतापट्टि चाहिँ कान्छुवाको गोठ छ त्यहाँ चाहिँ माइला छन् माइला माइला के गर्दै हो के गर्दै अनि ट्याक्कै यता चाहिँ यो ढुङ्गा छ ठुलो ढुङ्गामा हामी बसिरहेछौँ काँचो केरा लगाउने कि मेरो आमा चिमेडे कागती ल्याउनु भन्नु कागती केरा र कागती लिन्न केरा र कागती हामी चाहिँ आएको त्यहाँ माथिदेखि त्यो स्कुल भयो त्योभन्दा उता चाहिँ हाम्रो घर होइन त्यहाँबाट चाहिँ हामी यहाँ तल आइसकेको छौँ अनि यो चाहिँ दाइको घर यहाँ चाहिँ हाम्रो दाइहरूको गाई गोरुहरू बाँध्ने ठाउँ रहेछ अनि योभन्दा तलतिरको चाहिँ हाम्रो गोठ भइहाल्यो अनि त्योभन्दा उतापट्टि कान्छो भएको गोठ चाहिँ ड्रम रहेछ पानी खाने पानी राख्ने पानी स्टोर गरेर राख्नु पर्यो होइन यो छ अहिले यस्तो जङ्गल छ पहिला चाहिँ यस्तो जङ्गल थिएन जो अहिले चाहिँ यो मान्छेहरू कोही नबस्न थालेपछि केयरलेस भएको होल यो चाहिँ हाम्रो गोठ फाइनली गाइज हामी चाहिँ गोठमा पुगिसकेका छौँ हाम्रो गोठको चाहिँ यो चाहिँ धान कुट्ने ठाउँ यहाँ चाहिँ जो सरसफाइ क्लिन गर्नु भएको रहेछ यो धान कुट्ने ठाउँ यता चाहिँ हाम्रो गोठ छ अनि यो गोठबाट अब हामी हेर्छौँ हाम्रो केराहरू के कति भइरहेको छ भन्ने यो केराहरू चाहिँ यता यो देखिरहेको छ हाम्रो केराहरू चाहिँ यही छ होइन अब यहाँबाट केही देखियो होइन तल जानुपर्छ होला सायद हामी चाहिँ यता केरा गाडीमा चाहिँ छिरिसकेका छौँ होइन यहाँबाट चाहिँ अब हामी निस्किसकेपछि यता केरा चाहिँ कता छ भन्ने हल्का अब कागती पनि टिपिन्छ होइन पनि चाहिन्छ सो यताबाट निस्किनु पर्ला जस्तो छ बाटो चाहिँ एकदम गाह्रो छ यता पछाडि भान्जा हुनुहुन्छ हाम्रो यता यो चाहिँ हाम्रो हो चाहिँ भयो हाम्रो कागती
यो चाहिँ कागती भइहाल्यो होइन गाइस क्युट क्युट कागतीहरू छ अनि हजुरहरू देख्न सक्नुहुन्छ यो कागतीहरू चाहिँ हामीले टिप्छौँ होइन यो कागतीको रस चाहिँ टक्क चियासँग खाँदा कस्तो होला होइन लेमन टी गराएर सो अब हामीले यो कागतीहरू टिप्छौँ होइन कागतीहरू कतितिर झरेको पनि छ त्यसलाई पनि टिप्छौँ अनि सो अब केराहरू चाहिँ यही नै हो तर कुन केरा भएको हो भन्ने चाहिँ हामीले पत्ता लगाउन सकेको छैनौँ अब त्यो पत्ता लगाउनु पर्ने छ फाइनली गाइस यहाँ केरा चाहिँ हामीले काटिसकेका छौँ तपाईँले हेर्न सक्नुहुन्छ यो केरा एकदम बढिया छ होइन बढिया केरा छ यो चाहिँ बढिया ल आउनुहोस् फाइनली गाइस यहाँ केरा पनि प्याकिङ भइसकेको छ एकदम दाइ केरा चाहिँ काटेर सकिसक्यौँ चाहिँ केरा खै यो केरा उठाएर देखाइदिनु न अन्त एउटा उठाएर देखाइदिनु त अब चाहिँ आजको भिडियो चाहिँ हामी यहीँ रोक्न चाहन्छौँ पर्यो केरा यसलाई पकाएर अब टक्क लाएर है टक्क भान्जा केरा चाहिँ उ गरिसक्नु भयो अब हामी चाहिँ यहाँबाट भिडियो क्लोज गर्छौँ अब हामी चाहिँ यहाँबाट सरासर जानुपर्छ घरमा प्याक गरेर ट्याक्क यहाँबाट सरर बाटो चाहिँ यता छ यहाँबाट सरर जान्छ माथि है त ल थ्याङ्क यू सो मच अब हाम्रो भिडियो चाहिँ यहीँ क्लोज हुन्छ हाम्रो भिडियोलाई साथ सपोर्ट माया गरिदिनु भयो भने फेरि हामी यस्तै इन्ट्रेस्टिङ भिडियोहरू लिएर आउने गर्छौँ ओके